दिपेन, आज पनि यति बिहानै उठिस? उठ्नै पर्यो आमा। तेरा हातले धेरै दुःख देखिसके। दुःख देखेका हातले नै एक दिन आफ्नो भाग्य लेख्छन्। हामीसँग यति धेरै कुरा लुकाएर किन बसेको छस्? केही सत्य समय नआएसम्म लुकाएर राख्नुपर्छ। तर कहिलेसम्म? जबसम्म मानिसहरूले मेरो नाम होइन मेरो कर्मलाई सम्मान गर्छन् भन्ने विश्वास हुँदैन। दिपेन, दिपेन, त अझै यही गोदाममा काम गर्छस्? हो सुमन। 10 वर्ष भयो तेरो जीवनमा केही परिवर्तन भएन? परिवर्तन भएको छ। कहाँ? पहिले अरूको आदेशमा काम गर्थेँ, अहिले आफ्नो भविष्यका लागि। त अझै आफ्नो वास्तविक परिचय लुकाइरहेको छस्? हो। किन? मानिसहरूले मलाई पैसाका कारण सम्मान गर्छन् कि व्यवहारका कारण, त्यो जान्न चाहन्छु। तिमी नै दिपेन हौ? हजुर। मैले सुनेको छु तिमीले हाम्रो गोदामको काममा नआएका छौ। तिमी मजदुर भएर पनि कम्पनीको व्यवस्थापन बुझ्छौ। समस्या जहाँ हुन्छ त्यहाँ समाधान खोज्न पद चाहिँदैन साहेब। धेरै आत्मविश्वास रहेछ तिमीमा। आत्मविश्वास होइन साहेब, जिम्मेवारी हो। यदि तिमी यति नै जान्ने मान समस्या समाधान गर। प्रयास गर्छु। असफल भयो भने असफलता मेरो लागि नयाँ कुरा होइन साहेब। 3 दिनभित्र मलाई समाधान चाहिन्छ। 3 दिन होइन साहेब, मलाई 1 दिन दिनुहोस्। 1 दिन? समस्या ठुलो भए पनि सठिक ठाउँमा हेर्न सकियो भने समाधान टाढा हुँदैन। बाबा, तपाईँले त्यो मजदुरलाई कम्पनीको हिसाब हेर्न दिनुभयो? हो। तर ऊ त साधारण कामदार हो। तपाईँलाई उसमाथि विश्वास छ? विश्वास छैन, तर उसको आँखामा मैले डर देखिनँ। पैसा नभएको मान्छेमा यति आत्मविश्वास कसरी आउँछ? त्यो कुरा मलाई पनि बुझ्न मन लागेको छ। समस्या कर्मचारीमा छैन, समस्या सामान खरिद गर्ने प्रक्रियामा छ। कम्पनीले एउटै सामान फरक मूल्यमा किनिरहेको छ। यो कसरी सम्भव भयो? पुरानो सम्झौता नवीकरण गर्दा मूल्य जाँच गरिएको छैन।